हाले कति मिठो बास्ना आउँछ क्या यसको नि फेरि कस्तो मिठो बास्ना आउँछ भने नि त्यो रोस आउँदैछ त्यो पनि त्यहाँ छ यहाँ जस्तै हो त्यो आकाश कति क्लियर छ हेर्नु यस्तो आकाश हुनु पऱ्यो क्या यो आकाश हुनुको लागि चाहिँ वेदर राम्रो मतलब इन्भाइरोमेन्ट राम्रो हुनु पऱ्यो यो वातावरण राम्रो छैन भने आकाश कहाँ यति क्लियर देखिन्छ धुलो धुवा हुन्छ होइन उता पानी पर्दा मात्रै नेपालतिर त पानी पर्दा मात्रै यतिको क्लियर हुन्छ उता फेरि उता सोलुखुम्बुतिर उता पहाडतिर माथि हिउँ पर्ने जग्गातिर चाहिँ यस्तै हुन्छ नि फेरि किनभने त्यहाँ इन्भाइरोमेन्ट राम्रो हुन्छ नि त्यहाँ वातावरण धुलो हुँदैन पहाडमा हरियाली हुन्छ त्यहाँ क्लियर हुन्छ थिम्पूमा पनि क्लियर देखेको थिएँ मैले फेरि तल जयगाउँतिर हेर्नु कति इन्डियामा फेरि पुरा धुलोले गर्दा आकाश यतिको क्लियर हुँदैन क्या यो आकाश क्लियर हुनुको लागि चाहिँ इन्भाइरोमेन्ट पनि सफा हुनु पऱ्यो है साथीहरू हरियाली हुनु पऱ्यो धुलो उड्नु हुँदैन बाटोमा अनि पो सफा हुन्छ त अब यहाँ गाडी कुद्दैछ धुलो छ त हेर्नु त धुलो छ त्यहाँ त्यो गाडी आइरहेको छ धुलो छ छैन त्यस्तो हुनु पऱ्यो ल धन्यवाद मैले विशेष गरी यो फुल देखाएँ धेरै रहँदैन यो झन्डै 1-2 हप्ता चाहिँ 3 हप्ता चाहिँ फुल्छ होला हौ यो ल धन्यवाद कोही फुल्दैछ कोही मर्दैछ कोही झर्दैछ है कति ब्युटिफुल छ यो हेर्नु त नाम चाहिँ के थाहा छैन त्यसको पनि थाहा छैन कस्तो मजाले आएको छ भने नि यो लत्रिएको छ क्या लत्रिएसन फुलका बोटहरू भन्ने छैन कि